नेपालको बजारमा फेरि हलचल देखिन थालेको छ। एक होइन दुई होइन पुरै 108 वटा कम्पनीहरू आइपिओ अप्रुभलको पर्खाइमा छन् र यी कम्पनीहरूले बजारमा ल्याउन खोजेको आइपिओ रकम कति हो थाहा छ? रु 70 अर्ब भन्दा बढी। हालै सार्वजनिक भएको विवरण अनुसार नेपालका विभिन्न सेक्टरहरूको फरक फरक कम्पनीहरूले आइपिओ निष्कासनको लागि नेपाल सिक्युरिटिज बोर्ड अर्थात् सेबनमा आवेदन दिएका छन्। स्वास्थ्य, कृषि, जलविद्युत र लगानी क्षेत्रका कम्पनीहरू आइपिओ पाइपलाइनमा देखिएका छन् र हालै आवेदन दिने 4 वटा कम्पनीहरूको प्रस्तावित रकम जोड्दा पनि रु 83 करोड भन्दा बढी पुग्छ। सबैभन्दा पहिला कुरा गरौँ मध्यपुर हस्पिटल लिमिटेडको। यस कम्पनीले 28 लाख किता आइपिओ शेयर निष्कासनका लागि अनुमति मागेको छ, जसको कुल मूल्य 28 करोड हो। यस कम्पनीको आइपिओ निष्कासन तथा व्यवस्थापनको लागि मुक्तिनाथ क्यापिटललाई इस्यु म्यानेजरको रूपमा नियुक्त गरिएको छ। अर्थात् स्वास्थ्य क्षेत्रमा लगानी गर्न खोज्ने लगानीकर्ताहरूको लागि यो कम्पनी आइपिओ पाइपलाइनमा रहेको एउटा महत्त्वपूर्ण नाम हो। अब आउँछ कृषि क्षेत्रको कम्पनी इन्द्रेणी मसरुम फार्म लिमिटेड। यस कम्पनीले 8,75,000 आइपिओ शेयर निष्कासन गर्ने अर्थात् 8 करोड 75 लाख आइपिओ रकम बराबरको शेयर निष्कासन गर्ने अनुमति मागेको छ र यस कम्पनीको इस्यु म्यानेजर मुक्तिनाथ क्यापिटल लिमिटेड नै रहेको छ। त्यसपछि जलविद्युत क्षेत्रको मकरीगाड हाइड्रो पावर लिमिटेड। यस कम्पनीले 22,27,500 किता अर्थात् 22 करोड 27,50,000 बराबरको आइपिओ निष्कासन गर्ने योजना बनाएको छ। यसमा सर्वसाधारण र जनता र स्थानीय बासिन्दा दुवैका लागि आइपिओ शेयर आउने बताइएको छ र यस कम्पनीको आइपिओ इस्यु म्यानेजरको रूपमा सानिमा क्यापिटल लिमिटेडलाई लिएको छ। अर्कोतर्फ भने कालिन्चौक इन्भेस्टमेन्ट कम्पनी लिमिटेडले नि आइपिओ निष्कासनको लागि आवेदन दिएको छ। यस कम्पनीले 24 लाख किता अर्थात् 24 करोड बराबरको आइपिओ निष्कासन गर्ने निर्णय गरेको छ र यस कम्पनीको इस्यु म्यानेजरको रूपमा नोबेल इन्भेस्टमेन्ट ब्याङ्किङ लिमिटेड रहेको छ। तर सबैभन्दा ठुलो कुरा यी 4 वटा कम्पनी मात्र होइनन्, कुल 108 वटा कम्पनीहरू आइपिओ अप्रुभलको पर्खाइमा छन् र पाइपलाइनको रकम 70 अर्ब भन्दा बढी पुगिसकेको छ। अब आउने दिनमा यसमध्ये कुन कम्पनीले आइपिओ अप्रुभलको अनुमति पाउँछ र कुन लगानीकर्ताहरूमाझ आउँछ त्यो हेर्न निकै रोचक हुनेछ। त्यसैले आइपिओ सम्बन्धी यस्ता अपडेटहरू मिस नगर्न च्यानललाई सब्स्क्राइब र पेजलाई फलो गर्न नबिर्सनुहोस्।